ल आज हामी एउटा यस्तो व्यक्तिगत कथालाई नजिकबाट निहाल्दैछौँ जसले विश्वास र विश्वासघातको एउटा निकै गम्भीर र मार्मिक पाटोलाई उजागर गर्छ। कथाको सुरुवात नै एउटा यस्तो कठोर वाक्यबाट हुन्छ, मैले दाई भनेर बोलाएको राक्षसलाई चिनिन। यो एउटै वाक्यले आउँदै गरेको गहिरो र व्यक्तिगत पीडाको लागि हामीलाई तयार पार्छ। अब यो पुरै घटनाक्रमलाई राम्रोसँग बुझ्न हामीले 1 वर्ष पछाडि फर्केर लेखिकाको त्यो बेलाको मानसिक अवस्था कस्तो थियो त्यो जान्नुपर्छ। उनी भर्खरै अमेरिका सरेकी थिइन्, एउटा नयाँ देशमा, एक्लो, घर परिवारबाट निकै टाढा। र त्यो एक्लोपनमाथि थोपिएको थियो उनको जीवनभरको मानसिक स्वास्थ्यसँगको लडाईँ। डिप्रेसन र एङ्जाइटीले उनलाई एक गम्भीर मोडमा पुर्याएको थियो। यो तनाव यतिसम्म बढ्यो कि उनी अस्पताल नै भर्ना हुनु पर्यो। उनले यो क्षणलाई यस्तो अवस्था भनेर वर्णन गरेकी छिन् जहाँ उनको दिमाग र आत्मा दुवैले हार माने जस्तो भयो। तर यस्तो अँध्यारो समयमा पनि आशाको एउटा सानो किरण देखा पर्यो, घरसँग जोडिएको एउटा सम्बन्धको रूपमा। कुरो के थियो भने नेपालबाट केही परिचित मान्छेहरू अमेरिका आएका रहेछन्। उनीहरूलाई लेखिकाले वर्षौंदेखि चिन्थिन् अनि उनका बुवाले सोच्नुभयो कि यस्तो बेलामा उनीहरूसँग भेटघाट गर्दा सायद केही राहत मिल्छ कि। र यो भेट उनको लागि कस्तो थियो? उनकै शब्दमा, आगोको रापमा शीतल छहारी जस्तै। सोच्नुस् त, शरीरमा अलिकति पनि ऊर्जा नहुँदा, कडा औषधिको असरमा हुँदा पनि उनी भेट्न तयार भइन्, त्यही आशाले। तर दुर्भाग्यवश यही आशाले उनलाई जीवनकै सबैभन्दा दर्दनाक र विश्वासघातको घटनातर्फ लग्यो। भेटघाट त भयो, तर त्यसपछि जसलाई उनले 10 वर्षभन्दा बढी समयदेखि दाई भनेर सम्मान गर्थिन्, त्यही व्यक्तिले उनको अपार्टमेन्ट हेर्ने इच्छा देखाए। अब यति लामो चिन्जान र विश्वासको नाता उनले नाइ भन्न सकिनन्, हुन्छ भनिन्। आफ्नो अपार्टमेन्टमा पुगेपछि उनले आफ्नो मनको सबै पीडा पोखिन्, आफ्नो मानसिक स्वास्थ्यको लडाईँ, जीवन कति कठिन भइरहेको छ भनेर रुँदै सब बताइन्। अनि ठिक त्यही बेला जब उनी सबैभन्दा कमजोर थिइन्, जब उनले आफ्नो सबै दुःख पोखेर विश्वास गरेकी थिइन्, त्यही विश्वास चकनाचुर भयो। यो घटनापछि उनको जीवनमा जे भयो त्यो कल्पनाभन्दा बाहिरको थियो। यसको असर तत्कालै र एकदमै विनाशकारी रूपमा देखियो। यो कुनै एउटा पीडा मात्र थिएन, बहुआयामिक थियो। उनको आवाज नै हराए जस्तो भयो। मनमा डर थियो, मैले बोले भने मेरो परिवार तहस नहस हुन्छ। आफैप्रति घृणा जागेर आयो। न राम्ररी सास फेर्न सक्ने, न त केही खान नै सक्ने उनले आफूलाई जिउँदो लास जस्तो महसुस गरिन्। र यहाँ हेर्नुस् त कस्तो विरोधाभास। एकातिर त्यो व्यक्ति आफ्नो घर फर्क्यो, स्वतन्त्र भएर, कुनै बोझ बिना आफ्नो जीवन बिताइरहेको थियो। अर्कोतिर लेखिका मौनतामा कैद थिइन्, हरेक दिन त्यही पीडाले उनलाई भित्रभित्रै खाइरहेको थियो, एक जिउँदो लास बनेर। यति धेरै पीडा र मौनताको बोझ सहेर पनि अन्ततः उनले आफ्नो कथा संसारलाई सुनाउने हिम्मत जुटाइन्। तर उनले यो किन लेखिन् त? यो व्यक्तिगत न्यायको लागि मात्र थिएन, किनकि त्यो पाउन लगभग असम्भव छ भन्ने उनलाई थाहा थियो। र यो लडाईँ लड्न उनीसँग अब ऊर्जा पनि थिएन। उनको माग थियो त्यो व्यक्तिले आफ्नो गल्तीको परिणाम भोग्नुपर्छ र सबैभन्दा महत्त्वपूर्ण, भविष्यमा अरू कोही उसको शिकार नबनोस्। र यो कथाको अन्त्य कुनै निष्कर्ष वा सारांशमा हुँदैन, बरु यो एउटा सिधा र निकै शक्तिशाली प्रश्नमा गएर टुङ्गिन्छ। लेखिकाले आफ्नो बयानको अन्त्यमा त्यो व्यक्तिको नामै किटेर एउटा प्रश्न सोध्छिन्, कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ, सागर लम्साल छेत्री? यो प्रश्नले हामी सबैलाई विवेक, जवाफदेहिता र मान्छेले गरेको कर्मको बोझबारे सोच्न बाध्य बनाउँछ।